ओके साथीहरू गुड मर्निङ नमस्ते कम्प्युटर सम्बन्धी सिकाइ भिडियोमा हजुरहरूलाई स्वागत छ। जो जहाँ जस्तो अवस्था हुनुहुन्छ स्वस्थ व्यस्त हुने मस्त रहनु होला भन्न चाहन्छु। सन्चै आरामै हुनुहुन्छ होला, सन्चै आरामैको कामना पनि व्यक्त गर्न चाहन्छु साथीहरू। आशा छ भिडियो अन्तिमसम्म हेर्नुहुनेछ भन्ने। र आज चाहिँ म तपाईँहरू माझ डकुमेन्टमा कसरी लग राख्ने भन्ने भिडियो चाहिँ रिलेट गर्नेछु। अब हामीले जुनसुकै प्रकारका अफिस एमएस अफिस अर्थात् विन्डोजमा हामीले विभिन्न प्रकारका डकुमेन्टहरू त बनाउने गर्छौँ, तर त्यो डकुमेन्टमा धेरैजनालाई कसरी लक राख्ने, कसरी आफ्नो लक राख्नुपर्छ भन्ने कुराहरू थाहा छैन। त्यो भएर चाहिँ आज म डकुमेन्टमा कसरी लक राख्ने भन्ने भिडियो रिलेट गर्नेछु। र आजदेखि म कम्प्युटर सम्बन्धी विभिन्न प्रकारका भिडियो पनि रिलेट गर्नेछु भन्ने बाचाका साथ आइरहेको छु। तपाईँहरूमा चाहिँ फेरि पनि बिस्तारै गर्दै भिडियो रिलेट गर्दै गर्दैछु। आउनु साथीहरू आजको भिडियो चाहिँ स्टार्ट गरिहालौँ। ओके साथीहरू, मैले चाहिँ एउटा यहाँनिर डकुमेन्ट बनाएको छु, पर्सनल डकुमेन्ट फेरि पक्को बुढा भन्ने यो डकुमेन्ट छ। यो डकुमेन्टमा चाहिँ म लक राख्न चाहिँ मैले भर्खरै बनाएको बिहानै यो मैले बनाएको छु। यो हेर्न चाहन्छु। एकदम आज चाहिँ पानी परिरहेको छ साथीहरू, मौसम एकदम खतरा छ। त्यो भएर चाहिँ क्लास चाहिँ गइएन, बिहानै एउटा मैले डकुमेन्ट बनाएको छु। त्यो भएर यसमा चाहिँ अब म लक कसरी राख्ने भन्ने चाहिँ तपाईँहरूमा म रिलेट गर्न गइरहेको छु। ओके भिडियो स्टार्ट गरिहालौँ साथीहरू। मैले यो डकुमेन्ट बनाएको छु होइन, हेर्नु होला। ल्यान्डस्केपमा बनाएको छु डकुमेन्ट, कहिले पनि ल्यान्डस्केपमै बनाइने गरिन्छ प्रायः। ओके साथीहरू, अब चाहिँ म पहिला नम्बरमा फाइलमा जान्छु। फाइलमा गइसकेपछि यहाँनिर प्रोटेस डकुमेन्ट छ। प्रोटेस डकुमेन्टमा गइसकेपछि इन्क्रिप्ट विथ पासवर्ड छ। यहाँनिर आइसक्यो इन्क्रिप्ट डकुमेन्ट भन्ने 1 2 3 4 राखेँ मैले। फेरि पनि रिसिट भन्छ, कन्फर्म पासवर्ड गर भन्छ। यही राख्ने हो या त अर्को भनेर कन्फर्म पासवर्ड भन्छ। 1 2 3 4 नै राखेँ मैले। ओके मैले राखिसकेपछि मैले यसलाई काटिदिएँ। ओके सेभ चाहिँ गर्नुपर्छ है। सेभ गरेँ। सेभ गरिसकेपछि अब चाहिँ मैले अब यो डकुमेन्ट खोलेँ। डकुमेन्ट खोल्छु, के छ त लक रह्यो कि रहेन। यो लक चाहिँ रहिसकेको छ है हाम्रो। 1 2 3 4 हो नि। ओके यो यस गरिदिन्छु म। लक रह्यो है हाम्रो साथी। यसरी नै आफ्नो लक राख्ने गरिन्छ। यहाँ जानुहोस्, फाइलमा जानुहोस्। फाइलमा गइसकेपछि यो छ प्रोटेस डकुमेन्टमा जानु, इन्क्रिप्ट विथ पासवर्डमा जानुहोस् होइन। यो चाहिँ यहाँनिर 1 2 3 4 राख्नुहोस्। यदि हामीले तपाईँलाई फेरि पनि मैले के भन्न चाहेँ भने चाहिँ तपाईँले यो पासवर्ड राख्नु भयो, तपाईँले योमा पासवर्ड राख्नु भयो होइन। यस तपाईँले यसमा पासवर्ड त राख्नुभयो, पासवर्ड राख्न जान्नुभयो। अब पासवर्डलाई हटाउने चाहिँ कसरी भन्ने होला फेरि क्वेसन चाहिँ। पासवर्डलाई हटाउने पनि त्यहीबाटै हो, स्टेप एउटै हुन्छ, एउटै स्टेपबाटै नै हो। अप्ठ्यारो केही पनि छैन, सेम प्रोसेस छ। यस ओके खै त के भइरहेछ। ओके 1 2 3 4 मेरो पासवर्ड। ओके 1 2 3 पासवर्ड दियो, 1 2 3 4 पासवर्ड दियो। या पासवर्ड चाहिँ ओपन भइसक्यो मेरो। अब पासवर्ड ओपन भइसकेपछि पासवर्ड राखेर त खोल्न सक्छौँ। अब यसलाई पासवर्डलाई हटाउनु छ भने फेरि पनि फाइलमा जानुहोस्, प्रोटेस डकुमेन्टमा जानु, इन्क्रिप्ट विथ पासवर्डमा आउनुहोस्। यहाँनिर राखेको चाहिँ यसलाई मैले कन्ट्रोल एक्स गरिदिन्छु। अर्थात् मैले एक्स गर्ने किन गर्दैन, ठिक छ मैले यसरी काटिदिएँ। ओके गरिदिन्छु। अब चाहिँ रहन्न है, यस गरिदिन्छु। सेभ चाहिँ गर्नुपर्छ है, पासवर्ड राखेन भने सेभ गर। ओके अब फेरि पनि जान्छौँ पर्सनल डकुमेन्ट। अब चाहिँ पासवर्ड छैन है साथीहरू। यो यस गरी पासवर्ड हटिसक्यो। कसरी पासवर्ड हटाउने र कसरी पासवर्ड राख्ने भन्ने चाहिँ भिडियो आजको रहेको छ साथीहरू। हाम्रो मिहिनेतको लागि एउटा अवश्य लाइक सेयर कमेन्ट बक्समा गएर अवश्य कमेन्ट राख्नु होला, तपाईँको प्रतिक्रियाहरू राख्नु होला। तपाईँले यदि कुनै ठाउँमा जान्नु भएन, कुनै ठाउँमा केही टपिक्समा आएन भने चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट छोड्नु होला। म तपाईँकै साथमा हुनेछु भन्न चाहन्छु। र
हाम्रो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने अवश्य सब्सक्राइब गर्नु होला। तपाईँको लागि दैनिक एउटा भिडियो बनाउनेछु भन्ने बाचा छ, त्यो भएर ताकि तपाईँको मोबाइलमा पहिला भिडियो आओस्, त्यो भएर अवश्य सब्सक्राइब गर्नु होला। बेल आइकनमा गएर अल पनि गरिदिनु होला। तपाईँले यो भिडियो केही समस्या यदि आयो भने पनि यदि सक्नु भएन भने 97 66 93 22 44 अर्थात् 97 66 93 81 77 को व्हाट्सएपमा अर्थात् कलमा व्हाट्सएपमा कल गरेर पनि सक्नुहुनेछ। 97 66 93 81 77 यो नम्बरमा व्हाट्सएपमा पनि फोन गर्न सक्नुहुनेछ। साथीहरू, आजको हाम्रो भिडियो चाहिँ यति नै रहनेछ। भोलि अर्को भिडियोमा पनि भेट अवश्य हुनेछ भन्ने बाचाका साथ आजको भिडियो यति नै राख्नेछु। हस्त, धन्यवाद साथीहरू।